साथीहरू यो फुल देख्ने बित्तिकै कसलाई के चिजको याद आयो होला? पक्कै पनि बालापनमा तपाईँहरूले यो फुललाई यसरी निकालेर फालेर यो खाएको याद आयो होला होइन? तर यो फुलको विशेषता के रहेछ भने फुल खान नि मिल्दो रहेछ होइन? यो फुलको विशेषता भनेको तपाईँको टाउको दुखेको, ज्वरो होइन, रगत सफा गर्ने होइन, अनि कपालको लागि राम्रो हुँदो रहेछ वैज्ञानिकको अनुसार। त्यही भएर मैले आज यो फुल खान गइरहेको छु। कस्तो हुँदैछ? लास्ट गुलियो हुँदो रहेछ हो यो फुल त यार। टेस्ट चाहिँ त्यस्तो खासै केही नहुँदो रहेछ, अलिकति चिफ्लोपना धेरै हुँदो रहेछ, अनि तपाईँको गुलियो गुलियो हुँदो रहेछ। जस्तो रस निस्किन्छ नि यसको, त्यस्तै हुँदो रहेछ फुल पनि रस जस्तै।